인디아 토마딜리아네 자남균이 सर्वप्रथम यो संसदबाट हेरेर हुनुहुने अनि कल्याण मित्र गुरुवर्गहरू त्यस्तै गरी भिक्षुभिक्षुणी वर्गहरू त्यस्तै गरी अनेक धर्ममित्र साथै भिक्षुणीहरू त्यस्तै गरी अनि हरेक क्षेत्रमा बाँडेर बस्नुहुने अनेक नानी यो सबैलाई नै सुस्वास्थ्यको कामना तथा हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। आज प्रवचनको 12औं दिन रहेको छ। आज अन्तिम अब प्रवचनको अब अन्तिम चरणमा पुगिसकेका छौँ। अब भोट भाषामा चाहिँ अब त्यति खास शब्द छैन, इङ्ग्लिसमा चाहिँ अब लास्ट सेकेन्ड डे भनिन्छ हैन। अब त्यही कारणले अब अन्तिममा पुग्दैछौँ। अब अन्तिमको अब दोस्रो दिन रहेको छ आज। साथै गरी अब यो अहिले क्याप्चे ठङ्गुरमुसे अनि उहाँको सुस्वास्थ्य हुनुको लागि र अनि अनेक अब विघ्न बाधाबाट अब यो विघ्न बाधाबाट अब पन्चिनुको लागि अब यो अनि सप्तम पाठ जुन चाहिँ अब लामो आयु हुनुको लागि र सुस्वास्थ्यको अनि पाठको लागि कसैले अनि लुङ दिनु होला भनेर अनु गरेको हुँदाखेरि म लुङ दिन चाहन्छु, जुन आगम भनिन्छ, जुन परम पूजनीय ठङ्गुरमुसेको अनि समय पाउँदाखेरि म यो जुन चिरञ्जीवीको ठङ्गुरमुसे चिरञ्जीवीको पाठको विषय म बताउने छु। अनि अस्ति गएको दिनमा अनि यो मैले प्रवचनलाई धेरै लम्बाएको हुँदाखेरि भोजन गर्नुमा धेरै तपाईहरुलाई कठिनाइ भए जस्तो मलाई लाग्छ। त्यसैले आज म जति सक्दो छुट्याउने छु। अनि योसँग अब सम्बन्ध भएको कुरा म 2-4 शब्दमा थप्न चाहन्छु। अनि हालै अहिले नेपालमा चाहिँ अनि कर्खेन अब जुन कर्मभोग खेल्नु जब गर्ने चाहिँ अब अनि जुन छोइजे लामा फुन्चोकद्वारा चाहिँ अब करोडौं अब जति अब जब गर्नुपर्ने कर्खेन कर्मभोग खेल्नु भने जब गर्नुपर्ने अहिले उहाँले एउटा अनि अत्यन्त यसरी एउटा समिति गठन गर्नुभएको थियो, अत्यन्त राम्रो भएको रहेछ। यो दोस्रो चरणमा सुसम्पन्न हुन टुङ्गिएको हुँदाखेरि यो चाहिँ अब छोइजे लामा फुन्चोकद्वारा यसरी उहाँले सुरुवात गर्नुभएको हुँदाखेरि अनि यसरी कर्खेनको कर्ममा खेल्नु जब साधनको लागि यसरी अब अनि यसरी उहाँले दुःख गर्नुभएकोमा धेरै धेरै धन्यवाद। अनि कसैले कर्खेन कर्ममा खेल्नु भनेको यसको विषयमा के फाइदा अनि बताइदिनुस् भनेर अनुरोध गर्नुभएको थियो, तर पनि मैले अब खासै त्यसको अब तयारी गर्नु पाएन हैन। अनि पछि चाहिँ म यसको विषयमा चाहिँ यो रेकर्ड गरेर म तपाईहरुलाई प्रचार प्रसार गर्ने छु। अनि जुन अहिले भइरहेको यो जुन हिजो दर्जेको मुक्ति कथाको अब राम्रो पथको अब 33औं श्लोकको विषयमा अब आज 33औं श्लोक रहेको छ। अनि यो जुन अब टीकाको नि व्याख्या हो यो जुन अब यो एउटा ढेबुङबाट आएको एउटा जुन आधारको एउटा
छ भने अर्को चाहिँ त्यस्तो गरी एउटा यो अनि साङ्गे पल्लु के गरिएको जुन चाहिँ देबुङको एउटा आदर्शसँग हामी जोडेर हेर्दाखेरि अनि जुन बताएको छ नि यो देबुङको यो आधार राखेर गरेको अब यो अब यो मैले झेबुङको आधार मात्रै राखेर गरेको होइन यो पोतला र झेबुङ दुवैको अनि के हो त जुन त्यो भित्र बताएको पस्काएको कुराहरू मैले दाँचेर मैले राखेर अनि पस्काएको हुँ अब जुन यसको भाग खण्डहरू चाहिँ झेबुङको अब आधार राख्यो भने जुन त्यो भित्र उनिएको पस्काएको बुँदाहरू चाहिँ मैले यो पोतलाको मा एउटा आधारमा लेखिएको छ होइन त्यो भित्र पाएको शीर्षक त्यो मैले पस्काएको हो अब यसको मुख्य भाग भने के हो त भन्दाखेरि अब तीन प्रकारको पुरुषहरू बताएको छ होइन प्रथम पुरुष मध्यम पुरुष अनि रत्न पुरुष एक किसिम परम पुरुष होइन अब पहिलो दोस्रो मैले बताइसकेँ भने अब तेस्रो चाहिँ के हो त महापुरुषको अब के हो त मार्गमा चाहिँ के हो त अब अभ्यासहरू लिने तरिकामा त्यो भित्र अब 6 प्रकारको रहेको छ त्यो अब शिक्षामा शिक्षण गर्ने भने अब अनेक कुरा छ त्यो भित्र नै 7 वटा रहेको छ त्यो 7 वटा भएको भित्रमा चाहिँ नि आज मैले बताउने चाहिँ के हो त 7औं अङ्कमा रहेको व्याख्या यो भाग रहेको छ अब के हो त प्राणी हितको लागि के हो त अनि जुन अब बल ताकत प्राप्त भएको भनिन्छ जुन शक्ति प्राप्त भएको यो राम्रो कामको पद अब 33औं श्लोक भएको हुँदाखेरि आज अन्तिमौं अब श्लोक रहेको छ यसको मुख्य श्लोक अन्तिम शब्द के लेखेको छ भन्दाखेरि जबसम्म तिमीमा मल रहित अभिज्ञ हुँदैन त्यतिन्जेलसम्म तिमीमा प्राणी विनयको परहित हुन सक्दैन त्यसैले यो जीवनमा मैले पनि पुण्य सञ्चय पूरा गरेर आकाशले ढाकिएका प्राणीहरूलाई लाभ पुर्याउने जोश उत्साह प्राप्त गरे म यसलाई मेरो राम्रो काम हो कि भन्न ठान्दछु भन्ने यसरी परम पूजनीय मिकितोजीले पस्काउनुहुन्छ जस्तै कि यो कलियुग उत्पन्न भएको बेला कलियुग देखा परेको बेला चाहे गुरुवर्ग औतरे गुरु होइन अनेक रबुच्छीहरू खेम्बो आचार्य जे भए तापनि अनि एउटा प्राणी हित गर्ने प्राणी हितको लागि परहितको लागि काम गर्नेको छु भनेर यसरी अब प्रयास के हो त भन्दाखेरि उहाँहरू चाहिँ गर्ने तरिकाहरू के छ त भन्दाखेरि वास्तवमा बताउने हो भने प्राणीहरू चाहिँ के हो त अब प्राणीहरू चाहिँ संसारको दुःखदेखि बचाउनु पर्यो भने पहिला के हो त आफ्नो चेलाहरूलाई चाहिँ संसारको दुःख दोषहरू बचाउनु पर्ने हुन्छ र मुक्ति मार्गको यसको परिसंसारहरू यसको फाइदाहरू बताउनु पर्ने हुन्छ त्यही कारणले अनि संसार चाहिँ दुःखको कारण रहेछ भनेर बताउनु पर्ने हुन्छ नि त्यही कारणले सुख र दुःखको अन्तरलाई बुझाउनु पर्ने हुन्छ नि त्यसै कारणले गर्दा यो चाहिँ थाहा हुनुपर्दछ अनि आफ्नो चेलाहरू चाहिँ संसारको दुःखको काँडाको दुःखको संसारहरू मुक्ति मार्ग चाहिँ सुकै सुखले भरिपूर्ण भएको एउटा स्वर्गमय हो बताउनु पर्ने हुन्छ त्यही कारणले गर्दाखेरि त्यस्तो अब यस्तो कुराहरू चाहिँ नबताएर होइन सबैले के हो त दुःख चाहेको छैन सुख मात्रै चाहेको छ त्यही कारणले अनि यो बाटोमा अल्झिरहेको छ होइन दुःख उत्पन्न भएदेखि दुःखलाई त्याग गर्ने उपाय नजानेको सुख प्राप्त गर्ने अनि कुनै ज्ञान नजानेको कारणले गर्दाखेरि संसारमा चेला गुरु डुबिरहेको छ होइन त्यसैले गर्दाखेरि त्यही कारणले मेन बुँदा अड्किने मुख्य बन्धन के हो त्यसलाई थाहा दिलाउनु पर्दछ त्यही कारणले अनि त्याग गर्ने कुन हो लिने कुन हो यो मुख्य पाटोहरू चाहिँ छुटाउनु जानु पर्दछ छुटाउनु दिलाउन सक्ने ज्ञान उनीहरूलाई दर्शाउनु पर्दछ त्यही कारणले जस्तो उसको योग्यता छ जस्तो उसलाई उचित छ त्यही अनुसारको उसलाई मार्गमा प्रवेश गराउनु पर्ने मुख्य अनि गुरुको अभिनय अर्थात् गुरुको एउटा मुख्य अब गुरुले गर्नुपर्ने मुख्य अभिनय उसको यही नै हुने हुँदाखेरि अनि
पुण्य सञ्चय गर्ने, प्राज्ञाद्वारा कसरी यो पञ्चक्लेशलाई हटाउने यस्तो कुराहरू चाहिँ अनि यो गुरुले चाहिँ अब चेलामा यसरी बताउनु पर्ने हुँदछ। अनि यसरी जुन आफूले पुण्य सञ्चय गरेको नि क्रमैसँग पुण्यले अरूलाई अनि पास गराउँदाखेरि अरूमा परिपाक गराउँदाखेरि अनि यो राम्रो पुण्य कर्मको परिपाक कर्मले अनि त्यो प्राणीमा चाहिँ परिपाक भएर के हो त क्रमैसँग कुकर्महरू निम्नतामा झर्दै ज्ञानको उदयहरू माथि स्तरतामा यसरी उच्चताको स्तरमा अनि भिउजुँदै यसरी मुक्त मार्गमा पुर्याउन सके। त्यही कारणले गर्दाखेरि यो प्रक्रियाबाट अनि प्राणीलाई हित गराउने अनि प्राणीलाई विनय पार्ने मार्गमा लगाउने यस्तो प्रक्रिया तौर तरिकाबाट गयो भने अनि यो चाहिँ के हो त उपाय कौशलता राम्रो सम्यक उपाय हो। यो गरे भने बुद्धको मार्गसँग मिल्यो, नत्र भने यो कलियुगको बेला चाहिँ के हो त भन्दाखेरि अनि नामको खेम्बो, नामको आचार्य, नामको रिम्बुचे अवतारी अनेक रहन्छ अनि नाम मात्रै दियो तर काम चाहिँ के हो त अनि जुन दोष नभएको दोष रहित मार्गमा अनि थाहा नभएको बाटोमा यसरी अनि ब्रह्म फसेर यसरी देखाउँदाखेरि आफू पनि संसारमा दुःखको कारागारमा डुबिने बाँधिने अरू पनि बन्धन पर्ने खतरा हुन्छ। त्यसै कारणले गर्दाखेरि अब जहिले जति पनि गुरु आचार्यहरू पूर्वजन्मको कर्मले गर्दाखेरि अनेक मान्छेहरू भेला गर्ने उसलाई सक्षम हुन्छ नि त। अनेक त्यो मान्छे भेला गरेर मात्रै अब रिम्बुचे खेम्बो आचार्य हो भने दाबी गर्नु सकिँदैन। पुण्य सञ्चयको लागि सोखो कर्म गर्नुपर्दछ। त्यसै कारणले गर्दाखेरि कलियुगमा अनेक देखावटी गुरुहरू अनेक हुने हुँदाखेरि अनि जुन आफ्नो ज्ञान र आफ्नो विद्याबाट प्राणले हित गराउने कला चाहिँ अरूले दर्शाउन सक्नु पर्दछ। त्यसै कारणले गर्दाखेरि चाहे जे जस्तो ध्यान गर्नु लगाए पनि अध्ययन गर्नु लगाए पनि के हो त पहिला आफ्नो जुन बन्धनलाई चाहिँ नबुझेको कुरा अबुझको गाँठोलाई चाहिँ फुकाउनु पर्दछ अनि मात्रै चेलाहरूलाई फुकाउन सक्दछ। त्यही कारणले गर्दाखेरि के हो त अनि आफ्नो चेलाहरूलाई दया माया करुणाको एउटा किरणबाट उनीहरूले उज्यालो पार्न सक्नु पर्दछ। अनि जुन सही मार्गमा उचित मार्गमा गएको छैन भने उसलाई के हो त सही मार्गमा लगाउनु। यदि ऊ शान्त हिसाबले मानेन उसलाई क्रोधित एउटा भयानक रूप दिएर यसरी लगाउनु पर्ने हुन्छ चेलाहरूलाई। त्यसैले गर्दाखेरि दिउँसो मात्रै नभएर रातमा पनि नसुतिको होइन प्राणी हितको लागि सुत्नु मौका धरि नभएको बिहान दिउँसो त परि जाउँ राति पनि सुत्नु समय नभएको यसरी प्राणीको लागि यसरी कसरी मैले मुक्त गर्नु पर्छ यसरी सोचेर प्राणी हितको लागि राम्रो काम गर्नु पर्यो। नत्र भने देखावटीमा चाहिँ एउटा गुरु वर्ग जस्तै एउटा गुरुजन जस्तै के हो त अनि भित्री अभ्यासमा हेऱ्यो भने खोक्रो बोक्रो केही नभएको अनि नराम्रो भएको हुँदाखेरि अनि कलियुगमा चाहिँ यस्तो देखावटी गुरु अनेक देखाउने हुँदाखेरि त्यसले गर्दाखेरि बौद्ध धर्मको विनाश हुने सत्धर्म सत्कर्म राम्रो कर्म कुशल कर्मको नष्ट हुने हुँदाखेरि त्यहाँदेखि जोगिनु र सावधान हुनु जरुरी छ यो कलियुगको बेला। त्यसैले गर्दाखेरि अनि आफूलाई मन पर्ने अरूलाई आफूलाई मन पर्ने ठाउँमा प्रशंसा गर्ने होइन मन नपर्ने गुरुहरूलाई तिरस्कार गर्ने त्यस्तो हुँदैन नि। त्यही कारणले अनि यदि मैले अरूलाई राम्रो गरेँ भने होइन प्रशंसा गरेँ भने अरूलाई मैले तारिफ गरेँ भने मलाई फाइदा हुन्छ अरूलाई मैले तिरस्कार मलाई बेफाइदा हुन्छ भने अनि अरूको अनि तारिफ पनि दोहोऱ्यो भने चाहिँ के हो त यो देखावटी धर्म हुन्छ। त्यस्तो गर्नु हुँदैन। यसलाई चाहिँ आफूले निहाल्नु पर्दछ भन्ने। त्यही कारणले अब यो चाहिँ सत्यता हो तर भिगु दोर्जेले के गर्नु अनि भिगु दोर्जेले यसमा आफ्नो के अनुभव पस्काउनुहुन्छ भन्दाखेरि हो जुन राम्रो जुन सत्यता छ जुन प्राणी हितको लागि यो शुद्धता हुँदछ त्यसले उहाँले सही मार्गमा लगाउनु हुन्थ्यो। जुन एक किसिम के हो त अब
जुन अब देखावटी जस्तो तर चाहिँ के हो त वास्तविक काम चाहिँ आदरमा वास्ता गर्नु नहुन्थ्यो उहाँले गीतहरू चाहिँ। सासु राख्नु नहुन्थ्यो धेरै खतरा हुने हुँदाखेरि अनि उहाँ धेरै नै सावधान र सचेत हुनुहुन्थ्यो यस्तो उहाँको इरादा र उहाँको सोच यस्तो थियो गीतहरू चाहिँ मिगिदो चाहिँ उहाँले नै अब के हो त राख्यो भने के हो त अब उहाँले चाहिँ के हो त भन्दा बुद्ध र बोधिसत्वले प्राणी हितको लागि खट्नु भएको कामको एउटा कलाले एकदम मन तानेको हुँदाखेरि है नि अनि उहाँले के सोच्नु हुन्थ्यो भने मैले प्राणी हितको लागि बुद्ध र बोधिसत्वले गर्नुभएको काम चाहिँ सही हिसाबले गरेको त्यस्तो नै गर्नुपर्छ रहेछ है त्यसको एउटा चोखो ज्ञान चाहिँ उहाँले सधैँ नै त्यसको पछि त्यसको अनुयायी त्यसको अनुसरण गर्नु त्यही कारणले परम गुरुहरूले कस्तो बुद्धले कसरी प्राणी हितको लागि चर्या यसरी फैलन भयो त्यही हिसाबले उहाँ जानुहुन्छ त्यही कारणले देखावटीमा धर्म काम नाममा धर्म काममा चाहिँ आधारमा चाहिँ त्यसलाई वास्ता नगर्दै त्यसको बाटोमा कहिले पनि नजान्छ विशेष गरी प्राणी हितको लागि प्राणीको हितको लागि सोचेको जस्तै यो म गर्नु पर्यो भने सोच आयो भने मुख्य त्यसको गर्नु लागि अब चाहिने कुरा के हो त भन्दाखेरि प्राणी हितको लागि चाहिँ अभिज्ञ हुनु जरुरी हुन्छ यो चाहिँ 8000 प्रज्ञा पारमिताको एउटा ग्रन्थभित्र के बताएको अब माता प्रज्ञा पारमिता भनिन्छ त्यो भित्र के बताएको छ त भन्दाखेरि Ramjor dida dipena chanda ma mebe namkal purminis Ramjor tejen chesu masamba chamba ngombar shiba nala mate simje nam chede bar miniso Ramjor teta bena के गरे भनेको छ नि यो चाहिँ रब्जर भनेर भनेको छ बुद्धले यदि आकाशमा उड्नको लागि पखेटा बिना उड्न सकिँदैन पखेटा चाहेको जस्तै प्राणी हितको लागि पखेटा जस्तै अभिज्ञ है अभिज्ञ भएपछि सबै प्राणीहरूलाई चाहिँ मुक्त गराउन सक्छ प्राणी हितको लागि राम्रो काम गर्न सक्छ है आकाशमा उड्ने पन्छीलाई पखेटा छैन भने भुइँमा झरेको जस्तै यदि अभिज्ञ छैन भने आफूमा ज्ञान हृदय अभिज्ञ छैन भने कुनै पनि प्राणी हित गर्नु सक्दैन है भनेर यसरी बताउनु भएको छ त्यही कारण प्राणी हितको लागि अनि 7 प्रकारको अभिज्ञ अनिवार्य चाहिन्छ भने अनि त्यो के हो त अब यदि अभिज्ञ छैन भने उसको सोच अनुसार उसको योग्यता अनुसार धर्म चाहिँ देखाउन सकिँदैन प्रचार प्रसार गर्न सकिँदैन भनेको छ यदि तपाईले चाहिँ अभिज्ञ तपाईले साधना गर्नुभयो अभिज्ञ तपाईले सञ्चय गर्नुभयो भने तपाईमा छ भने चाहिँ उसको इच्छा जस्तो उसको के हो त अनि सजिलोसँग इच्छा जसरी अनि धर्म प्रचार प्रसार गरेर राम्रो मार्गमा दौडाउन सक्दछ अब दोहोऱ्याउन सक्दछ भने त्यसै गरी यो बोधि मार्ग प्रतिभित्र भनेको छ नि जस्तै पखेटा नभएको पन्छी चाहिँ आकाशमा नउडेको जस्तै यो अभिज्ञको अनि बलदेखि रहित भएको अभिज्ञ नभएको मान्छेले चाहिँ प्राणी हितको लागि राम्रो काम गर्न सक्दैन है भनेर बोधि मार्ग प्रतिमा अतिशय दिपङ्करले बताउनु भएको छ नि त्यसै कारणले गर्दाखेरि यसरी प्राणी हितको लागि र उसलाई सोचेको जस्तै सत्य मार्गमा लगाउन लागि धर्म प्रचार प्रसार गर्न लागि सत्कर्मको सञ्चय गर्नलाई के गर्नुपर्छ त भन्दाखेरि अनि अरूको इच्छा के छ अरूको चाहना के छ अरूको योग्यता के छ त्यस्तो चाहिँ के हो त अनि अभिज्ञबाट अरूको परिचित के छ भने अरूको मनको कुरा थाहा हुनु पर्ने यसलाई अभिज्ञ यहाँ एक समयमा जो पल्ले अतिशय डोमडोमलाई एक समयमा के भन्नुभएको थियो भन्दाखेरि अब कदम्बाको अब नवीन नहुने अब डोमडोम जो हो अब श्रीकेर दिपङ्कर अतिशयलाई चाहिँ अब उपासिका उपासक भन्ने यसरी भन्नुहुन्थ्यो अब डोमडोम्बो चाहिँ एउटा उपासक हो अब यो ढोमतुम्बाको मूर्ति चाहिँ प्रायः लामो कपाल भएको रहेको छ मूर्ति उहाँको छ अनि पहिला एक समयमा चाहिँ
एक समयमा जुन अब सेरा ढेबुङ लगायतका अनेकन ठाउँमा चाहिँ एक समय अब जुन अब धेरै भिक्षु भएको दलमा चाहिँ एउटा कुनै मान्छे बाहिरको वेस्टर्न अब जुन अब विदेशी आएको थियो अब कुइरेर आउँदाखेरि बाहिरबाट यो के भनेर सोध्ने गर्छ नि त होइन अब भिक्षुले यो फलाना गुरु यो भन्ने हुँदाखेरि अब जुन बेला अब क्वेसन सोधेछ तपाईँ यो चाहिँ अनि डमडम्बा हो भनेर अनि एउटा भिक्षुले भन्दाखेरि अब कुइरेले सोधेछ कि यो चाहिँ के हो केटा हो केटी हो भनेर सोद्धाखेरि अनि त्यो बेला चाहिँ यो चाहिँ केटी हो भनेर फेरि अब जुन त्यो रेखदेख गर्ने भिक्षुले चाहिँ के हो त अब केटी हो किनकि अब यो कपाल भएको खण्डमा यो केटी हो अनि उसले लामो कपाल भएको अनुसार काटेर केटी हो भन्दैछ त्यो यो एउटा त्यो रेखदेख गर्ने भिक्षुले त्यो मन्दिरको गुम्बामा हेर्ने भिक्षुले त्यसै कारणले गर्दाखेरि त्यही कारणले अनि भन्यो हे उपासक तिमी यदि तिमीमा अभिज्ञा नहुने अभिज्ञाको ज्ञान तिमीसँग उत्पत्ति नहुन्जेलसम्म तिमीले अनेक मान्छेहरू चाहिँ तिमीले अनि यसरी समूह एउटा तिमीले गठन गर्न मिल्दैन भनेको अनि उदाहरणको लागि यदि के हो त बाणमा तीर छड्यो भने त्यो तीर चाहिँ के हो त निशाना चुट भएर जान्छ निशाना झुकिएर जान्छ त्यही कारणले गर्दा यदि तपाईँमा ज्ञानको एउटा अभिज्ञाको तिमीले प्राणी हितको लागि प्रचार गर्दाखेरि कुन ठाउँमा लाग्ने हो तपाईँले दर्शाएको तीर त्यो के हो त अनेकन ठाउँमा निशाना चुकेर जाने निशाना बाङ्गिएर जाने हुँदाखेरि त्यस्तो हुने त बताउनु अनि यो श्री ज्ञान दिपङ्कर अतिशयले ढमढमलाई भन्नुभएको छ कि त्यही कारणले तिमीमा यदि अभिज्ञा छैन भने अभिज्ञको ज्ञान छैन भने अभिज्ञको ज्ञान आफूको उत्पन्न भएको छैन भने प्राणी हितको लागि तिमीले अनेक मान्छेहरू भेला गरेर अनि समिति गठन गरेर समिति यसरी गहन गरेर गर्नु सकिँदैन किनकि त्यो हुनुको लागि तिमीमा अभिज्ञको खाँचो पर्दछ भनेर बताउनु भएको त्यही कारणले अनि पहिलो व्यक्तिले व्यक्तिको क्षमता र उसको योग्यता दक्ष अनुसार उसले के हो त नि जान्नु पर्दछ त्यो हुनुको लागि अभिज्ञा खाँचो पर्दछ त्यसै कारणले गर्दा अनि जुन प्राणी हितको लागि कर्म दर्शनको के हो त जुन अभिज्ञको खाँचो पर्ने होइन अभिज्ञ नभएको कमजोरी के हो त भन्दाखेरि अरूको मनको कुरो त परिचय आफूले आफूलाई नै बताउन सक्दैन आफू को हो भनेर जस्तै कि अब एउटा ट्यालेन्टेड भन्छ मान्छे प्रतिभा होइन जुन प्रतिभा जुन के हो त कुनै चाहिँ के हो त कोही के हो त अर्थमा कोही अब कारणमा कोही चाहिँ के हो त कोही चाहिँ एउटा यो एक किसिमको कोही चाहिँ एउटा वैज्ञानिकसँग कोही चाहिँ ज्योतिष पात्रसँग एकदम ट्यालेन्टेड हुन्छ नि होइन प्रतिभाशाली हुन्छ नि कोही चाहिँ अलिकति देख्ने बित्तिकै सर जानिहाल्ने कोही चाहिँ के हो त लामो समयसम्म खट्नुपर्ने रफत गर्नुपर्ने सिक्नुपर्ने हुन्छ नि त्यही कारणले जुन ज्ञान गुरुले बताएको आफूले आफूमा सिकेन जानेन आफूले केही आएन भने के हो त त्यो भइरहेको हुन्छ नि गुरुले सिकाएको छ आफूले नबुझेको धेरै भइरहेको हुन्छ नि त्यसै कारणले गर्दाखेरि अभिज्ञद्वारा हेर्दाखेरि के हो त जुन यसलाई चाहिँ मैले ज्योतिष पात्र सिकाए पनि उसलाई जाँदैन उसले अब के हो त योग्यतै क्षमतै छैन भने असल बुझ्नु सक्छ नि त यदि अर्को मनको कुरा हामीले बुझ्नु सक्छ नि त त्यही कारणले अभिज्ञ भने के हो त अर्कोको दक्ष उसको क्षमता बुझ्नु सकिन्छ अरू फलाना मान्छेको त्यही कारणले जुन मान्छेले उनी योग्यता क्षमतै छैन भने हामीले बतायो भने के हो त त्यो चाहिँ के हो त तपाईँले निशाना बाङ्गिएको निशाना चुट भएको तीर फालेको जस्तै हो त्यसै कारणले गर्दाखेरि प्रचार गर्नुको लागि ज्ञानहरू सबै अरूलाई सिकाउनुको लागि के हो त अभिज्ञ चाहिन्छ
दुई प्रकारको अभिज्ञा हुन्छ एउटा परहित परलोक अभिज्ञा एउटा चाहिँ लौकिक अभिज्ञा अब अब के हो त लौकिक अभिज्ञा भनेको के हो त अरूको मनको इच्छा के हो चाहना त्यसले अब के हो त सामान्य लोकमा काम दिन्छ तर लौकिक अभिज्ञाले चाहिँ सर्वज्ञको मार्गमा पुर्याउन सक्दैन किनकि सर्वज्ञ ज्ञानको मार्ग नै उसले देखेको हुँदैन त्यही कारणले गर्दाखेरि जसरी नि परलोकको अभिज्ञाको खाँचो पर्दछ यस्तो कुरा मिगु दोर्जेले जान्नु भएर अनि उहाँले चाहिँ यो मुख्य श्लोकमा बताएको जस्तै अनि उहाँले चाहिँ मैले पनि यो जीवनभरि मैले के हो त पुण्य सञ्चय त्याग गरेर हैन सबै के हो त मैले पुण्य सत्य गरे के हो त सबै के हो त मलाई पनि यो मल रहित अभिज्ञा प्राप्त गर्नको लागि मैले प्रार्थना गरे मैले अभ्यास गरे मैले पुण्य सञ्चय गरे भन्नुभएको छ किनकि मलाई प्राणी हित गर्नको लागि मलाई इच्छा चाहना र मलाई चासो छ तर पनि के हो त त्यसको लागि त अब मल रहित गन्ध रहितको अभिज्ञाको खाँचो रहेछ नि त्यही कारणले गन्ध रहितको अभिज्ञा हुनु जरुरी हुँदाखेरि त्यो प्राप्त गर्नको लागि नै म पुण्य सञ्चय गरेको अब अनेकन हुन्छ एक किसिमको के हो त अब यो मल रहित अभिज्ञा प्राप्त गर्ने मुख्य कारण के हो कारण धेरै छ तर के हो त भन्दाखेरि के हो त अनि अब एक किसिमको के हो त माया नि जस्तो कि अब फलफल छे भन्ने एउटा सूत्र छ हैन त्यो भित्र के हो त माया नि कल्याण मित्र देखाउनु जरुरी छ भन्ने पाठ त्यो भित्र राखेको छ त्यही कारण अब जुन अब नरसङ भनिन्छ एक किसिमको हैन सुधाना त्यही कारणले यो एकचोटि मात्रै नभएर अनेक अनन्तमय महायानी कल्याण मित्रहरू खोजी गर्नुपर्ने उहाँको पछि लाग्नु पर्ने चाहिँ के हो त बल्ल के हो त भने मल रहितको फोहोर मैला रहितको अनि के हो त अभिज्ञ प्राप्त हुँदछ यही नै मुख्य पाठ भने जस्तो कि यो भद्राचार्य प्रार्थनाभित्र भनेको छ होइन अनेक यो क्षेत्रहरू शुद्ध हुनुको लागि प्राणीको सागर मुक्त हुनुपर्दछ त्यो हुनुको लागि के हो त भने सद्धर्म चाहिँ के हो त शुद्ध हिसाबले देख्नु पर्दछ त्यो हुनुको लागि ज्ञानको सागरलाई आफूले बोध गर्नुपर्दछ त्यो हुनुको लागि के हो त आफ्नो चरित्रहरू शुद्ध हुनुपर्दछ त्यही कारण चरित्र शुद्ध भयो भने मात्रै आफ्नो सागर जस्तो आफ्नो प्रार्थना चाहिँ पुरा भएर जान्दछ सबै बुद्धहरूले यसले नै अनि एक किसिम के हो त भने अनेकौं कल्पसम्म के हो त भने यिनै गर्नुपर्दछ यिनै प्राणी शुद्ध गर्ने एक किसिमको सत्कर्म भनेको त्यसै कारणले गर्दाखेरि अब यो साङ्गोचे विमलम भनिन्छ होइन त्यो भित्र भएको कुरा होइन परिशुद्धको कुराहरू होइन अब साङ्गे पाल्डुपले भन्नुभएको छ कि के हो त भन्दाखेरि मिगु दोर्जे आफैमा हेर्ने भने होइन प्राणी अब भनौँ न आशा गर्ने अपेक्षा आशा भरोसा गर्ने अनेक अब चेलाहरू रहेछ होइन उहाँसँग चाहिँ यस्तो मल रहितको अभिज्ञ छ कि छैन कसैले छ कसैले छैन भनेको हुँदाखेरि अनि कसैले चाहिँ सत्य चाहिँ वाइनेमा छ कसैले त्यो जस्तो जस्तै होला भन्ने अनेकहरू हुँदाखेरि उहाँसँग हुनसक्छ चेलाहरूमा खैर हुन्छ होइन
हुने हुँदाखेरि त्यसले खासेजिगी त मि खासेजिगी त्यस्तोलाई चाहिँ अब क्योराङ लामादि कुनै मान्छेले भनेछ हैन कामा भए हिन के भनेछ भन्दाखेरि क्योराङ लामादि कामा भए हिन यदि तपाईको लामा चाहिँ कर्म हो भने सांगे हो बुद्ध हो अनि त्यो कर्म भएको बुद्ध भएको हुँदाखेरि बुद्धलाई चाहिँ के हो त मल रहितको अभिज्ञ छ कि छैन भनेर सङ्ख्या गर्नु पर्दैन सन्देह छैन यसमा चाहिँ सांगे पढ्नु के भनेछ भनेर हो तिमीले भनेको कुरा सत्यतै हो तर पनि के हो त सांगे हिन्दू त सांगेला सबै मेबिङसी येमेगे अन थपथिसम के गयो मारवा छेसा क्योराङ के चाहिँ सेता दिगमिन्दु त्यही कारणले गर्दाखेरि कर्मफललाई चाहिँ अब एक किसिमले के हो त अब मुसे छ कि छैन होला अभिज्ञ छ कि छैन होला मलहरूको अभिज्ञ छ कि त्यो सोध्नै पर्दैन किनकि कर्मफल चाहिँ बुद्ध हो नि त बुद्ध भएको कारणले गर्दाखेरि बुद्धमा अभिज्ञ छ कि छैन भने के हुने शङ्का छ र त्यही कारण तपाईँले दिनुभएको कुरा चाहिँ सत्य त छैन भनेर यसरी बताउनु भएको छ फेरि पनि साङ्गे पल्टुले फेरि एउटा कुरा गर्नुभएको छ हो उनीहरूले गरेको कुरा सत्यता हो उनीहरूले गरेको कुरा सोधेको कुरा सत्य हो तर पनि हो तर पनि म जसोले एउटा उदाहरण राख्यो भने म जस्तो एउटा साधारण मान्छेले अब उदाहरण राख्यो भने अब गुरु चाहिँ अब बुद्ध र बोधिसत्व स्वभाव कर्म हो भन्ने संसारमा के हो त प्रख्यात छ होइन त्यही कारणले पूर्व जन्मको अब जुन पूर्वबाटै आइरहेको एउटा कर्मको एउटा अवतरी हो भने सबैले भनेको छ त्यही कारणले म पनि त्यसको अनुसारमा गइरहेको छु त्यही कारणले मेरो गुरु चाहिँ अनि सबै उहाँले कर्मपा भन्दछ त्यही कारणले म कर्मपा हो भनेर म उसको पछि अनुसरण लागेको हो त्यही कारणले मेरो गुरु चाहिँ कर्मपै हो त्यही कारणले अनि उहाँ चाहिँ साँच्चै नै बुद्ध हो कि होइन यो मलाई थाहा छैन तर उहाँ परम्परागत आउनुभएको कर्म आठौँ अवतरी कर्म पनि हो भनेर यो चाहिँ म विश्वास छु किनकि सबैले त्यही नै गरेको छ त्यही कारणले बुद्ध हो कि होइन यो चाहिँ म जान्दिनँ त्यही कारणले त्यही कारणले मलाई पनि उहाँ कर्मपै हो उहाँ नै बुद्ध नै हो भने मलाई त्यस्तो भन्ने मसँग तागत बल शक्ति छैन अरूले भनेको अनुसार अनुसरण गरेको अनुसारले म पनि उहाँ कर्मपा हो भनेको अनुभव छ त्यसै कारण कर्मपा हो अनि बुद्धको एउटा रूप होइन एउटा उहाँ कर्मपा हो के हो त जुन संसारमा के भनेको छ व्यवहारमा मान्छेले के बताउँछ त्यही बताएको मैले तपाईँ जस्तै मैले पनि सुनेको भन्नुभएको जस्तो मैले त्यही कारणले कर्मपा हो बुद्धको अवतार हो मैले भनेको भनेर यसरी बताउनु भएको छ अनि जस्तो कि अब होइन बुद्ध र बोधिसत्व होइन को अब लीलाहरू अत्यन्त स्पष्ट अगाडि ल्याउनुको लागि त जुन जन्मिँदाखेरि उहाँको विभिन्न लक्षणहरू होइन प्राणीहरू एक किसिमको के हो त अनेकन अब हुनु त्योभित्र अब व्याख्यान गरेको कुराहरू उहाँको अब आँखु फटिक नम्थर त्यस्तै गरी रुबी ओङ्छु होइन गम्बोपा खेम्बो साक्या सिङ्गीको उहाँको अरू लामा पैक जेबे नम्थर होइन उहाँकै अब ले गरेको भनौँ न एक किसिमको आत्मकथा जुन मुक्ति कथा भित्र अब अनेक कुराहरू लेखिएको छ त्यही कारणले अनेक किताबहरू हेरेर पल्टाएर मैले उहाँ चाहिँ कर्मपा हो उहाँ बुद्ध हो किताब हेरेर मैले बताएको हो उहाँहरूको
मुक्ति कथाले कर्म मिग्दो छ कर्ममा मिग्दो छ मुक्ति कथा जे लेखेको त्यो हेरेर मैले उहाँलाई बताएँ नत्र भने अनि उहाँ चाहिँ बुद्ध नै हो स्वयं बुद्ध हो उहाँ स्वयं कर्मबा हो भन्दा नि अनि मैले देव आफ्नो इष्टदेव मैले प्रत्यक्ष रूपमा दर्शन गरेर अनि उहाँ चाहिँ बुद्ध हो भनेर मैले बताएको होइन है मैले केही पनि थाहा छैन मलाई अरूले भनेको भरमा अरूले बताएको भरमा जुन लेखिएको दाबी अनुसार मैले अनि उहाँ चाहिँ कर्मबा हो यसरी पस्काउनु हुन्छ सांगे पाल रूप आफ्नो अनुभव त्यही कारणले गर्दाखेरि अब विशेष गरी कर्मबा आफैले नै भन्नुहुन्छ हो मलाई कर्मबाको नाम दिएको छ हैन यो एउटा मलाई आशीर्वाद मात्र दिएको त्यो त्यही कारणले गर्दाखेरि मलाई एउटा आशीर्वाद दिएको हुनाले अनि म पहिलाको कर्मबा हो भनेर मैले स्मरण मैले यादै गर्न सक्दैन म सम्झिन सकेन म पूर्व जुनीको म कर्मबा हो भनेर मलाई यादै छैन त्यही कारणले अनि म सानो छँदाखेरि हैन अनि म सानो छँदाखेरि के हो त अरूले कर्मबा हो भने एक किसिमको अनि भन्ने गरे अनि जुन अब कर्मबा नियुक्ति गर्दाखेरि पूर्व कर्मबाको सामानहरू दिने मूर्तिहरू दिने अनि विभिन्न खाना खाने प्लेटहरू यी तिम्रो हो कि होइन अनि अनेकन कुराहरू मलाई भन्यो त्यही कारणले अब तिमी पूर्व जुनको कर्मबा हो कि होइन अहिले नयाँ नियुक्ति गर्दाखेरि होइन मलाई अनेकन मूर्तिहरू दिएको थियो कर्मबाको मूर्ति कुन चाहिँ छन् भन्न मलाई लाउँदाखेरि कुनै अब अनि कुनै बेला मलाई कर्मबाको मूर्तिहरू पनि मैले समातेँ अनेकन थाहा भएन हो त्यही कारणले कुनै मान्छेहरूले चाहिँ मलाई छेउछाउमा हुने छेउमा मेरो छेउछाउमा मान्छेले चाहिँ अनि गोप्य के हो त अनि गोप्यतामा गएर तिमीले यो गर यो लिनुपर्छ यो त्यो भनेर मलाई सिकायो हो त्यही कारणले गर्दाखेरि अनेक कुराहरू छ मलाई सिकाएको छ तिमीले यो छैन अनि तिमी कर्मबा हो र दाबी भयो सजिलो हुन्छ दाबी गर्छ भनेर मलाई सिकायो कुना कुनामा त्यही कारणले हो तिमी चाहिँ पूर्व सातौं अवतारी कर्मबा हो तिमीले भन कुनामा मैले सामान राखेको छ यो ठाउँमा छ तिमीले भन भन्नु पनि लगायो त्यही कारणले फेरि अनि नभए के भन्न भन्दाखेरि हो मैले आज यस्तो भगवानहरू दर्शन गरेँ भोलि म यो दर्शन गर्दैछु यस्तो मान्छेको ठाउँमा भन अनि हामी भन्दा अलिकति अनि यस्तो बाणी गर कि ओ मसँग भिन्नता हुने राम्रो कामदेखि भिन्नता भयो यो नर्गमै जाने हो भने यसरी नराम्रो काम गरिने नर्गमै जाने हो यो चाहिँ मलाई भगवानले दिएको वरदान त्यही मैले बताएको भन भनेर मलाई सिकायो जुन अनुकूल त मिल्ने मान्छे छ यो बोधिसत्वको रूप हो बुद्ध र बोधिसत्व रूप हो भन जुन तिमीसँग अनुकूल त छैन प्रतिकूल त नराम्रो छ तिमीलाई तिरस्कार गर्छ खुट्टा तान्छ तिम्रो बारेमा अनि अनेक कुराहरू नाना फेरि भन्नाभरि गर्छ यो शैतान हो यो दुश्मन हो अनि यसो भन लगायो त्यसै कारणले गर्दाखेरि अनि फेरि पूर्वजन्मको प्रश्न उठ्यो भने के हो त क्वेसन उठ्यो भने प्रश्न उठ्यो भने तिमीले के भन्नु त भन्दाखेरि अनि अब लामो शब्दले कोरे पनि छोटो अनि शब्द कोरे त पनि अनेक मैले दियो यसरी भन पूर्व जन्म यस्तो हो मेरो पुनर्जन्म यस्तो थियो यस्तरी हुन्छ भनेर अनि यसरी
अनि वाणीहरू अनि नारायण द्वारा यसरी अब जेमा लुङदेन गली गन युवा छिन्छ थामो लुङदेन दुजा क्यारो ता देने चला टे तिजु गाबो छुन्द अनि यसरी अब नराम्रो बाणी गर्दै गर्दै नराम्रो भएर पछि के हो त फेरि अनि जुन राम्रो राम्रो काम अब भनौँ न एक किसिमको अरूले यो कोसीलेहरू अब यसरी राम्रो उपहार दियो भने के हो त फेरि जुन नराम्रो भएको बाणीलाई फेरि राम्रो शुद्धिकरण गर्दै 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 होइन जुन बनावट गर्दा 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 गर्दै अनि पछि यस्तो भएर यसरी गर्नुपर्छ अनि मलाई यस्तो अनेकन बनावटी लगाएर मलाई यसरी यो गर्नुपर्छ त्यो गर्नुपर्छ भने अनेकन सिकाउने पनि मेरो जीवनमा आयो यो चाहिँ मिगिदो चाहिँ आफ्नै अनुभव बताइरहेको छ है त होइन म कर्ममा हो तिमीले भन्न भनेर मलाई सिकाउने मान्छे गोप्य ठाउँमा धेरै भने तिमी बुढा पुरानो लामा तिमी कर्ममा हो तिमी यसको अवतार हो भन अनि बनाउनुको लागि अनेकन कष्टहरू अनि के हो त अनि अनेकन कुराहरू उनी मलाई सिकाए अनि अनेकन अब अनि पूर्व को सातौं छोटा छोको अनि अनेक मुक्ति कथाहरूको अनि त्यहाँको टिप्पणी गरेर अनि मलाई अनि कर्मपा हो भनेर यसरी अब लगायो कर्म हो भने सिकायो मलाई यसरी बताएको छ त्यस्तै गरी परिनिर्वाण भइसकेपछि के हो त अनि भनिन्छ जुन अनुभव भयो तिमी के हो के थियो भने सबै भन भनेर यसरी भन्न लगायो त्यसै कारणले गर्दाखेरि त्यही कारणले मिग्यो दर्जीले भन्नुहुन्छ कि ओ मलाई पूर्व जन्मको के थियो मलाई त्यस्तो भन्ने ज्ञान छैन तर मेरो अहिलेको अभ्यासले गर्दाखेरि भविष्यमा कस्तो मेरो जिन्दगी रहेछ पहिला के थियो भन्ने प्रत्यक्ष रूप बताउन सक्ने क्षमताको ज्ञान म अहिले सिक्दैछु भन्ने यसरी बताउनुहुन्छ त्यस्तै कारणले जुन श्यामर्पाको चौथो अवतारी होइन अनि कुन चाहिँ हाला भने कुन चाहिँ हाला चाहिँ होइन ऊ चाहिँ श्यामर साँच्चै नै श्यामर्पा गुरु हो भनेर मैले अभिज्ञा भएर उहाँलाई श्यामर्पा चौथो श्यामर्पा मैले नियुक्ति गरेको होइन यो चाहिँ मैले त्यसरी ज्ञान भएर गरेको होइन टुलको छेकी ढप्पाको एउटा आदेश र आज्ञा उहाँको वचन अनुसार अनि मैले यसरी उहाँ श्यामर शिव अनि श्यामर्पा को चौथो अनि श्यामर्पा हो भन्ने नियुक्ति गरेको हो भने यसरी बताउनुहुन्छ मिग्यो दर्जीले मिग्यो दर्जीले यसरी बताउनुहुन्छ यस्तो बताउने क्रममा प्रयास मान्छेले के भन्थे मिग्यो दर्जीले भन्दाखेरि अनि यसरी उहाँले बताउनुहुन्छ केही छैन भन्नुहुन्छ तर म चाहिँ के हो त उहाँमा साँच्चै नै सक्दैछ पूर्व जुनी के हो पुनर्जुनी के हो सबै उहाँले छर्लङ्ग अनि थाहा छ तर पनि के हो त उहाँले हामीले अनि झुटो बोल्नु भएको हामीलाई थाहा भएर पनि नभएको थाहा नभएको जस्तो गर्नुभएको हो भने यसरी सामान्य प्रयासरी भन्ने गर्छ मान्छेहरूले त्यही कारणले पहिला मिग्यो दर्जीले मसँग केही पनि छैन अभिज्ञा छैन भनेको चाहिँ के हो त यो सत्यता होइन यो चाहिँ के हो त थाहा भएर पनि थाहा नभएको जस्तो गरेर के हो त यो चाहिँ के हो त अनि यो चाहिँ सत्यता होइन अनि यसरी होइन प्रयासले यस्तो नै भन्दो रहेछ अब साङ्गे पटलले के भन्नुहुन्छ उहाँको विचार आउनु पस्काउँदाखेरि उहाँले भन्नुभयो साङ्गे यो पल्टुले भन्नुहुन्छ कि मिग्यो दर्जीले बताउनु सत्यता हो यो होइन उहाँसँग अभिज्ञा छैन मिग्यो दर्जीलाई मसँग अभिज्ञा छैन भनेको उहाँ सत्यता हो उहाँ सत्यता बोल्नुभयो उहाँ यदि सत्यता भएको मिग्यो दर्जीले बोल्नुभएको सत्यता म किन दाबी गर्छु भन्दाखेरि
대도아 그 체도 안에 배 가서야 나는 원시 유에 세진데 송시브레스 이나야 딩사인데 त्यसै कारणले गर्दाखेरि मलाई लाग्छ यो केवल सत्य हो कि परम पावन की शब्दहरू शाब्दिक हुन् र कारण यो हो कि आजकल यस्ता परम मानवीय गुण भएका व्यक्तिहरू थिए भन्नुपर्दा त्यसबारे गलत धारणा भएका विद्यार्थीहरू छन् भने त्यसले हटाउनको लागि यसरी बोल्नु पर्ने हुन सक्छ तर त्यसको कुनै कारण छैन उहाँ सत्य त जे छ उहाँले बोल्नु भयो नि यदि नभए हाल नभए गुरु जस्तो अनेकन अब बनावट गर्ने हुन्थ्यो नि त्यही कारणले उहाँमा जे छ त्यही सत्य त बोल्नु भएको त्यही कारणले उहाँ सत्य त उहाँले बोल्नु भएको सत्य दाबी गर्न सक्छ भनेर यसरी बताउनु त्यही कारणले यदि उहाँलाई अभिज्ञ भए पनि नभए पनि होइन उहाँ कर्ममा अभिज्ञ छ भने कर्ममा हुने उहाँमा अभिज्ञको ज्ञान छैन भने कर्ममा नहुने होइन होइन अभिज्ञ नभएको कर्ममा होइन भन्नु मिल्दैन नि किन भन्दाखेरि बुद्ध र बोधिसत्वको रूपहरू अवतारहरू अनेकन आकाशमा ढाकिएको छ होइन अनेकन रूपहरू लिने क्रममा अनि त्यो भित्रमा कोही जस्तै कि कोही बुद्धलाई के हो त पुनर्जीवन थाहा हुने होइन अरूको चित्त स्मरण गर्नु सक्ने त्यस्तो अनेकन हुन्छ नि अनि त्यस्तो भए तापनि के हो त अनि जुन अभिज्ञ नभएको होइन रूपमा जन्मिल जस्तै कि पशु जस्तै कि अनि एउटा सुँगुर होइन त्यसै गरी अनि कुकुर सुँगुरमा रूपमा बुद्ध र बोधिसत्वको रूपमा सुँगुर कुकुरहरू आएको हुन्छ नि अनि त्यो बुद्धको रूपमा आएको सुँगुर र कुकुर चाहिँ होइन अनि जुन यो बुद्ध नै हो अरू सुँगुर कुकुर भिन्नता छ बुद्धको रूप भनेर कसले ठान्छ लु छान्दैन नि त्यो अनि सामान्य कुकुर र एक किसिमको सुँगुर त ठान्छ नि त्यो कुकुर र सुँगुरको रूप लिने कुकुर हो यसमा अभिज्ञ छैन भन्न मिल्छ र मिल्दैन नि बुद्धको रूप पनि त्यही कारणले गर्दाखेरि तपाईँले यस्तो नभएको सोचेको बित्तिकै त्यस्तो हुने हो भने अनेकन हुने हुन्छ नि सुँगुर र यो कुकुर चाहिँ बुद्ध होइन बुद्धको रूप लिन सक्दैन अनेकन बुद्ध र बोधिसत्वको रूप हुन्छ नि त्यसै कारणले गर्दाखेरि अनि जुन मेघ्यु धर्जेले अब होइन पूर्व जुनियाहरू स्मरण गरे पनि अनि के हो त अभिज्ञद्वारा रीति शास्त्र देखाइ नदिए पनि होइन अनि जे होस् नहोस् होइन अनि अनेक प्रदर्शन शक्ति गरे नगरे पनि के हो त अनि शक्ति प्रदर्शन गर्न क्षमता जेसुको भए त पनि के हो त जे भए त पनि के त होस् न तर पनि के हो त उहाँसँग अनि प्रदर्शन गर्ने क्षमता उहाँसँग थियो चीनको राजा चिङते मेघ्यु धर्जेले विगतका जीवनहरू सम्झे वा हुन् या चमत्कारहरू देखाउँछन् अनुभवको रूप मात्र होइन साधारण व्यक्तिहरूले उहाँको चमत्कारको धारणा साझा गरेका छन् सबैले थाहा छ सम्राट जोङताईले ढोम्सा घोसरी भनिन्छ यसलाई अनि अब घोसरी त्यो बेला के हो त भन्दाखेरि तिमी चाहिँ के हो त भने एक किसिमको कर्मपाको सुनौलो अक्षर झुटो भएको भन्दै दण्ड दिइरहेको थिए तब त्यो हो तिमी चाहिँ एउटा डुप्लिकेट कर्मपा हो तिमी कर्मपा हुनु सक्दैन तिमी
हैन कुनै पनि तिमीमा ज्ञान छैन रहेछ भने यसरी तिमीले दण्ड दिनेछौ भने यस्तो दण्ड दिइरहेको बेला तब के हो त तब सम्राट अधिकांश मन्त्रीहरूले गोल्डन हल भित्र कालो मुकुटको साथमा परम पवित्रलाई केमा आएको देखे हैन त्यति बेला दुईवटा लामो जिउने चराहरू त्यस ठाउँको वरिपरि घुमिरहेको थियो त्यसैगरी तिनीहरूको आगमन बिहान ताई केन र सम्राटले पठाएको छाउनीमा आइपुग्योहरूले अनि कर्मपालाई हिउँ पहाडको चुचुरोमा इन्द्रनी बादलको बीचमा सुनको आगोले टोपी लगाएको देखेर राजदूत सिपाहीहरूले यो पनि देख्यो अनि आकाशमा यसरी कालो टोपी लगाएको देखा पर्यो अनि त्यो देखा पर्दाखेरि के हो त जुन हामीले आकाशमा जुन बकुला भनिन्छ लामोसँग उड्नु सक्ने सेतो पन्छीहरू त्यस्तो देख्यो त्यस्तै गरी के हो त पूर्व चिनिया चीनमा अब मिगी दोर्जेलाई चाहिँ के हो त स्वागत गर्यो अब अनेकन अब जुन अब स्वागत गर्ने मान्छेहरू अब सैनिकहरू पठायो तिब्बतमा हैन जुन अब चीनमा स्वागत गर्नको लागि अब तिब्बतमा यसरी कर्मपालले चीनमा स्वागत गर्नलाई आउने अनि भोलिको दिनमा चाहिँ भोलि जस्तो अब उहाँ जुन सिपाहीहरू चाहिँ कर्मपाल स्वागत गर्नको लागि अब आउने हो भने आज चाहिँ के हो त भन्दाखेरि अनि त्यो जाने सैनिकहरूको सिपाहीहरूको छेउमा चाहिँ एउटा हिमाल रहेछ त्यो हिमाल माथि चाहिँ के हो त अनि एउटा हिमाल माथि एउटा बादलमा चाहिँ के हो त नि कालो टोपी जुन श्रीपेश उहाँले धारणा गरेर अनि हेकिदो यसरी बसिराख्नु भएको देख्नु भएको थियो त्यो बेला चाहिँ के हो त भन्दा जुन हिकी दोर्जीले स्वागत गर्ने सैनिकहरू अनेकन राजदूत सैनिक सिपाहीहरू त्यसै गरी मिगी दोर्जी न्याग्रोमा पाल्ने बेला त्यो बेला न्याग्रोमा न्याग्छु भन्छ जुन न्याग्रोमको पानी त्यो नदी थियो त्यो नदी चाहिँ अब पार गर्नुपर्ने हुन्छ त्यो अब नदी चाहिँ अब के एउटा एउटा ढुङ्गाद्वारा पार गर्ने भए अरू कुनै उपाय थिएन त्यही कारणले गर्दाखेरि अब जुन अब के हो त जुन अब जुन नौ चलाउने मान्छेसँग एउटा के हो त जुन भाडा भनौँ न एक किसिमको रेट अनि नपुग्यो भन्दाखेरि त्यसमा चाहिँ अब खाइला बाइला हुने बेलामा त्यो सस्तो भए हुँदैन त्यो पार गर्नु लागि यति लाग्छ भने त्यो कुरा चलिरहने बेलामा चाहिँ के हो त त्यो बेला अब पारी जान नसकेर तिनै अब बसिरह्यो भनौँ न अनि त्यो बेला अचानक के हो त अब पार गर्नु पर्यो अब महँगो भयो त्यो नौ चाहिँ पारी तार्नुको लागि अचानक त्यही बेला के हो त त्यो बेलुकाको समयमा सबै त्यो के हो त अचानक त्यो नदी चाहिँ अनि आइसमा जुन परिणत भयो अनि त्यो जुन अब त्यो बेला के हो त अब अनि जुन घरपा भनिन्छ एक किसिमको अनि पारी त्यो आइसमाथि पारी पुग्ने साथै के हो त एकैछिनमा के हो त एक किसिम के हो त यो फेरि पानीमै परिणत भएको थियो त्यही कारणले अनेकन पानीबाट उड्ने आकाशमा उड्ने अनि परेको थियो जुन अब खम्मा पाल्नु भयो खम्मा पाल्नु हुने क्रममा के हो त खम्मा पाल्ने बेला उहाँको खुट्टाको छाप अब भनौँ न ढुङ्गामा राखिएको ढुङ्गामा नि अनेक मिगी दोर्जीको खुट्टाको छापहरू होइन राखिएको अब अहिले जस्तो सजिलो छैन यताउता जानुको लागि अब के हो त भन्दाखेरि टाढो अनि जुन मनी खोप्छौँ हामी ढुङ्गामा अब अनेकन अब
따이네 कब 다 कब 림보니 जान 아니 सक्दैन नि 람네 त हैन 나로 치세 아직 अनि जस्तो कि 람네 मैले 치세 ढुङ्गामा 아들 मैले 로제 셔 फर्केको छु भन्ने मन्त्रहरू 제사 तपाईँले राप्ने गरिदिनुहोस् 갑디드 람네 शिवे अनि कबले야 अनुरोध गर्दाखेरि भिगितोरी अति टाढो छ भने पनि अनुरोध 팅시라 गर्ने बापत 람네 나치네 एक 람네 समय 데베 उहाँले 차바 퍼버는 시세제 अनि राप्ने गर्नुहोस् भनेर एकदम 공보네 टाढो 속성 ठाउँको मा 카르기 अब 공바치세 디기 뻐룰이야 상말로 कोङ्पोदेखि 차가 सोक्समखर भनिन्छ 근데 그게 람네 धेरै किलोमिटर 뒤진 टाढो छ 대가랑래 हैन 다 람네 슈비 다 뒤진 अनि 디레지나 धेरै 람네 टाढो 카로 हुँदाखेरि 지 슈베 कुङ्पोमा चाहिँ राप्ने 거야 गर्नु पर्ने अब 디님들 그게 भिगितो चाहिँ 람네 बेग्लै 페치 ठाउँमा हुँदाखेरि 다 राप्ने गरिदिनुहोस् 네로 भनेर 네 यसरी 응네 अनि 말아 अनि 네 भिगी 폐네 राप्ने 공보네 गर्ने 속상 봐도 गाउँ 차바 हुन्छ हैन 근데 네중 अनि 네 जुन 중보 좀더 마세베티 ठाउँमा छ तर 셔가 텔레야 कुङ्पोको ठाउँमा 사베 हैन 차체 람네 अनि 나셔도 राप्ने 사베 गर्ने 차체 क्रममा 야 뉴게 알아 근데 중보 अनि उहाँले राप्ने गर्दाखेरि जुन अनि गाउँ 다가나 त्यो 생기 कुङ्पोमा पेना छर्किँदाखेरि के हो त 탕갑든데 당 सबै भरिएको र त्यहाँदेखि के हो त एक किसिममा के हो अनि 탕갑든데야 मुनाहरू 람네 टुसेर 나베 पलाएको थियो 까블레야 अनि यसरी राप्ने दोस गरेको 람네 क्रममा 나베 까블레 다 네디 에네디 탕갑디기 태가 अनि यसरी 반항을 जुन 야베 थङ्गा कुनै अब 반항도 थङ्गा कुनै 남칼레베 अब एक 람네 किसिमको 코랑 ढुङ्गामा 마사 राप्ने गर्ने क्रममा 마사치 के हो त भने 그러면 탕갈을 람네 제베가 탕갑디 태야 कुनै बेला त्यो 태게 반항을 थङ्गामा यसरी उहाँले 배도시세 राप्ने गर्ने क्रममा 가르쳐야 जुन उहाँले छर्किएको जुन 음 गाउँ चाहिँ के हो त मुनि 샤고 नखसेर 포든데 सिधै 에네 थङ्गाको जुन 도시 मुहारको 칭네디 निधारमा 네리아 딘데기 बुद्धको निधारमा टक्क 무즈이네 टालेको 생기 थियो 비게 충분해서 त्यस्तो 아 अत्यन्तै 대삼도 नै 마세요 सोच्नु 뭐 프랑 नसक्ने 삼도 마세요 आश्चर्यजनक 다 빼나 राम्रो 프랑 दृश्यहरू 치바다 देखेको थियो 프랑 대당 जो다 공기 त्यसै 키다 कारणले अब 디조기야 샤브제 샤샤바 아니 उहाँ 디 मात्रै नभएर उहाँको के 슈바티조 हो 아니 त चौरीहरू 시베 거래야 कुकुरहरू उहाँको अब 아니 अनेकन भनौँ रो래야 न यो 링시 충대 바로다 के हो त एक किसिमको रो래야 아니 गधाहरू 왜 सबै 초대 के 바로 हो त एक 다 किसिमको अनि 덴데베 원사라 망보시라 좀 हड्डीमा रिङ्से लाग्यो अर्थात् हड्डीमा के हो त शरीर धातु अवशेष उत्पन्न 다 भएको 이내양 एक किसिमको के हो त 상기버리도 송도 अनि 어디나 상기버리도 그 ढुङ्गामा आफू 망보신 चढेको घोडाको 공 खुट्टाको 가르쳐 छाप 놓잖아 यस्तोसम्म 다 देखा परेको छ 차지 샤브지 응어서 샤샤바 된대야 요아레스 야 차지 샤브지 가시 미스에 샤바 된대야 가시에 녹 त्यो 다 साङ्गे 미기도 पढेर 지기 भन्नुहुन्छ ओ 차지 샤샤바 अनि 샤브지 मिगुतोले 샤샤바 साँच्ची 된대 नै राखेको पनि 요라 खुट्टाको छाप 오 पनि छ 샤브지 된대 कसैले फेरि के त 주무서에 샤바 बनाएर 된대 राखेको पनि छ 가시 है डुप्लिकेट पनि धेरै रहेछ है त्यसै कारणले 드레네 गर्दाखेरि 공기 디솔이야 쇼아타이 스타 케나바 अनि 송원에 अनि 미규도지리 उनीहरूलाई म 예메 प्रार्थना 람람네 गर्दछु 난다 कि 덴데비기 지기 가르쳐 अनि म 지 भन्दछु कि हेर 캬라 जुम निकी 덴데 तुलसीलाई ज्ञान सोबेगी होस् ते नहोस् ए उहाँ बुद्धको ज्ञान होस् नहोस् डुप्लिकेट जेबेगिया कृत्रिम गरेर जे होइन नराम्रो छोक्सा डुप्लिकेट पेन सामान चाहिँ छेरे ने बे नबनाउनुहोस् है यो दिवसा मिगी बना तुर्जी या खुट्टाको बने छाप हो भनेर होइन यसरी मिगी तुर्जीकोले 다 राखेको हो भने ढुङ्गामा यसरी 제네 거야 नलेख्नु होला यस्तो 멤버 पाप या कर्म 다 संसार 디나야 नगर्नु 주마 होला 참게 요 जे छ 거야 त्यसमै राख 딜 텔데냐 고수 बनावट 수수라 गर्नु 티 पर्दैन 킬레 भन्ने 주야 यसरी 유산 आह्वान र जुमा अनुरोध 람네 गरेको थियो 딘데 망부 आह्वान 충분해 अनुरोध गरेको थियो उहाँले 되지 다디 준주기 응외시 예메사 되지 त्यही कारणले यो 다들 उहाँसँग चाहिँ अब 케베 응외시 रिद्धि 예메사 अभिज्ञ छ कि 되지 छैन भने यो कुरा छ अब सेन्सेम भनिन्छ परहित परचित्त अब के हो त अर्को मन 상기되도 जान्ने 코란 등에네 अभिज्ञ 미규도 छ कि 지베 छैन 신심시에 भन्ने अब 응외시 예맹이 코란 시도메 यसको 가르쳐는 विषयमा चाहिँ 코란 디시야 चर्चा 메바 गर्दाखेरि 코란을 신심시에 응외시메 코란 अब 대다 भिकी दर्जीसँग चाहिँ के हो त अरूको 시시메 मन जान्ने 이나야 अभिज्ञ छ कि छैन भने मलाई थाहा छैन किनकि मसँगै त्यस्तो ज्ञान छैन 대바 연경이 미망부지 군주네야 영어 거래 미패셔 되기 अनि 가르라고도 사나 थाहा छैन तर पनि 얘기 भिकी 가벼운 दर्जीसँग 수로 आस्था भएको 나가는 다나신 얘기 배 꼬고 수수이라 상회 거네 배 내가 체샤바 디수 상물로 배 अनि 미기도 उहाँको 지기 आस्था राख्ने धर्म भक्तिहरूले के भन्नुहुन्छ भन्दाखेरि होइन मेरो गोप्य कुराहरू के छ मैले गर्ने कुराहरू गोप्यहरू कुरा के छ सबै भिकी दर्जीले बताउनु हुँदो रहेछ त्यही कारणले गर्दाखेरि मलाई धेरै भन्नुभएको हुँदाखेरि त्यही कारणले उहाँसँग अभिज्ञ अरूको मन जान्ने अभिज्ञ छ जस्तो मलाई लाग्दछ किनकि अनि कोही मान्छे चाहिँ फेरि के हो त भने त्यत्तिकै हावाको तालमा होइन ओ भिकी दर्जीले चाहिँ मलाई अब अनुसरण गर्दैछ उहाँको अनुयायी बनाउँदैछ किनकि मेरो मनको कुरा जान्दो रहेछ भनेर नभएर पनि बनावटी गर्ने पनि रहेछ त्यही कारणले गर्दाखेरि 지당 그 미규도 지기 까며 가래 숨보이네 대 전라 내야 지당 대배 मिगी दर्जीले जे बताए तापनि के हो त 미규도 지를 응시 예매 지부래 메도스 가래레도스는 미규도 지 콩 시럽 콩
मिगी दर्जीले जुन मान्छेले भनेको जस्तो ठक ठक शब्दमा चाहिँ अर्थ लाग्ने जुन अनर्थ नभएर अर्थ ठक 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 लाग्ने चाहिँ भनेको चाहिँ कारण के हो त भन्दाखेरि उहाँमा अभिज्ञ भएको कारणले होइन उहाँमा एकदम तिखो एकदम प्राज्ञ प्रष्ट ज्ञान प्राज्ञ भएको कारणले गर्दाखेरि उहाँले अनि बताउन सक्ने क्षमता भएको त्यसै कारणले गर्दाखेरि कहिले भने उनीहरूले ख्याल ठट्टा गरेर भन्नुहुन्थ्यो कहिले काहीँ त्यही कारणले गर्दै भन्नुहुन्छ कि अर्को अनि उहाँको अर्को मान्छेको मनको कुरा के छ म जान्दछु भनेर उहाँले अनि भन्नुहुन्छ त्यो चाहिँ के हो त भन्दाखेरि यो चाहिँ अभिज्ञ भएर भनेको होइन उहाँमा तीको ज्ञान प्रज्ञा भयो अनि त्यही कारणले गर्दाखेरि अनि त्यही कारणले मलाई अभिज्ञ भएको होइन त्यही कारणले मिगी दर्जीले भन्नुहुँदो रहेछ कि तिम्रो यो जिब्रो देखा त तिम्रो आँखा र जिब्रोमा अनि मैले नजर त्यो परीक्षण गर्दाखेरि तिमीमा कतिको आस्था छ कतिमा राम्रो कर्महरू छ तिमी सत्य छ कि छैन म जिब्रोमा हेरेर थाहा हुन्छ भन्ने कारणले गर्दाखेरि अनि यो एउटा दिव्य ज्ञान एउटा के हो त प्राज्ञाले गर्दाखेरि भएको यो अभिज्ञाले गर्दा भएको होइन अनि यसरी म भन्न सक्दछु भन्न यसरी भन्नुहुन्छ जे भए पनि के त उहाँ धेरै चलाकी र चतुराई र धेरै विद्वान भएको कारणले त्यही कारणले मिगी दर्जीलाई चाहिँ सामान्य मान्छेले अनि भ्रम फसाउन सक्ने मूर्ख बनाउन सकिँदैन रहेछ किनकि उहाँ धेरै उहाँको ज्ञान तिखो भएको कारणले गर्दाखेरि मिगी दर्जी सामु कुनै मान्छेले भ्रम फसाउने एउटा त्यतिकै हावाको कुरा गर्यो भने धेरै त्यसमा चाहिँ विश्लेषण र जाँच गर्नु हुँदैन किनकि यो डुप्लिकेट यो हावाको कुरा रहेछ उहाँले त्यतिकै चाल पाउनु हुँदो रहेछ उहाँ कुन्दिनी चावेकाला तातरी निजुदिदा फजी मिगी दर्जीकी गोछायुकिरे तिने दुसाना ता ठीक वाला ने खांशुमी सबसारो दिने जिसमा तान्छेने जस्तै कुनै चावेकालिया अनि आस्थाको जुन सेबो छेबे नम्बर त टेंगरेस छेबे नम्बर टेंगरे मादैना अब जुन आस्था भएको मान्छे हैन मिगी दर्जी ठाउँमा जाँदाखेरि आज म मिगी दर्जीले नबोल्न किनकि मेरो सबै कुरा उहाँले अनि एक किसिमले के हो त अनि सबै जान्नुहुन्छ के बताउनु भनेर दर्शन गर्दाखेरि अनि के हो त स्पष्ट नबता पनि के हो त अनि जुन उनले भनेको कुरा चाहिँ के हो त अनि बताउनु हुन्थ्यो अनि कुनै मान्छे के हो त आज सबै घटेको कुरा चाहिँ स्पष्ट म मिगी दर्जीसँग पस्काउने छु भनेर जाँदाखेरि पनि त्यो मान्छेले नपस्नु अगर मिगी दर्जी सबै स्पष्ट बताउनु हुन्थ्यो जस्तो कि कुनै मान्छे मिगी दर्जीको सामुमा अब दर्शन गर्न जाँदाखेरि हैन राम्रो तर्क वितर्कहरू हैन कल्पनाहरू कल्पितहरू हैन विचारहरू अनि त्यस्तो उत्पन्न हुने बेला namdo gyuyon dusane lamsam migi doji gi shek cheng sigdan de da shegan zumdan da dizula to cheba yongres ajaan chedi ga duda अनि त्यो मेरो मनमा चलेको विभिन्न विचारहरूको एउटा छापले नै मिगी दर्जीको ठक्कै उहाँको रूपमा हो अलि चञ्चलता भएको शान्त भने शान्त चञ्चल जे मनमा मेरो उद्दिन्छ भने त्यही मिगी दर्जीले रूपमा देखाउनु हुन्थ्यो त्यस्तो पनि उहाँमा अद्भुत कला र अद्भुत ज्ञान थियो उहाँसँग त्यस्तै गरी कुनै मान्छे एकदम कलेशको धेरै कलेश बलवान छ भने हैन अनि मिगी जुन अब के हो त कुनमा कलेश ज्यादा छ कुनमा श्रद्धा अनि आस्था ज्यादा सबै उहाँले मिगी दर्जी थाहा हुन्थ्यो जस्तो कि अब जस्तो कि अब हामीले डिप भनिन्छ बोट भाषामा चाहिँ एउटा डाक्छ भने जुन अब भनौँ न कुनै मान्छे मार्ने मान्छे छ भने अब हाम्रो छेउमा आयो भने मान्छे मार्ने मान्छे हाम्रो ठाउँमा आयो भने हामीलाई थाहा हुँदैन नि जस्तो कि कुनै मान्छे मार्ने आयो भने हामीलाई थाहा हुँदैन नि हाम्रो छेउमा किनकि त्यसले एकदम असजिलो हुने नराम्रो हुने हुन्छ नि त्यही कारणले गर्दाखेरि
कसैले चाहिँ के हो त मान्छे मार्ने मान्छे आयो भने आमा चाहिँ अलिकति असजिलो हुने गाह्रो पनि हुने हुन्छ कसैले त के हो केही थाहा नहुने हत्यारा आए पनि बोधिसत्व आए पनि बुद्ध आए पनि केही थाहा नहुने हुन्छ नि अब मिगी त चाहिँ के हो त भन्दाखेरि हैन जुन हत्यारा मान्छे चोरी लुटेर आयो भने के हो त अलिकति जिउ अस्वस्थ हुने बिमार हुने जस्तो हुन्छ एकदम बुद्ध र बुद्ध सत्व बोती आयो भने के हो त एकदम के हो त उज्यालो हल्का हुने हुन्थ्यो त्यो मिगी तर्जेलाई त्यही कारणले गर्दाखेरि अनि जुन अब भन्छ नि मिगी त चाहिँ अलिकति बिमार भयो धेरै खतरा भएपछि के हो त आफ्नो चेलामा चाहिँ धेरै फोहोर मैला भएको सिलहरू भ्रष्ट भएको कारणले गर्दाखेरि त्यस्तो हुन्थ्यो त्यस्तो बिच के हो त अनि पञ्चकलेशहरू एकदम कम भएको राम्रो ज्ञान अनि के हो त अनि एकदम राम्रो ज्ञान भएको मान्छे चाहिँ मिगी ठाउँमा दर्शन गर्नु के हो त अनि जुन बिमार भएको भने के हो त एकदम जिउ हल्का उज्यालो भएर जाने हैन अनि एक किसिमले के हो त उज्यालो भएको जस्तै जुन बिमार पनि निको भएर त्यस्तो हुन्छ त्यो त्यसै कारण अनि यदि आफ्नो बिमार नभएको राम्रो भएको एक किसिमको एकदम सुस्वस्थ भएको हेर्नु चाहन्छ भने चेलामा निर्भर हुन्छ अनि पक्षपात नगरिकन पक्ष रूपमा सत्कर्ममा जानु चाहिँ सत्कर्ममा लाउनु एकदम जरुरी छ भन्ने यसरी अनि उहाँले अनि बताउनुहुन्छ सांख्यफलमा त्यस्तै गरी मिगी तर्जी उदाहरणको लागि अब मिगी तर्जीले नदेखेको प्राणीहरू हुन्छ नि हैन त्यो बेला अब इन्टरनेट भन्ने कुराहरू मोबाइल केही छैन नि त हैन टिबेटको प्राण धेरै ठुलो छ विशालता छ अब एउटा गोप्य ठाउँमा हैन अब के भइरहेको छ हैन एउटा ग्रामीण क्षेत्रमा हैन मान्छे मारे थाहा हुँदैन नि त तर पनि मिगी तर्जीले चाहिँ जुन अब कहिले नगएको ठाउँमा जुन अब साथीहरू थाहा छ नि अब आउनु कोही अनुयायीहरू त्यहाँ गएको अब त्यो ठाउँमा यस्तो छ भने थाहा हुनु भन्दा पनि मिगी तर्जी सबै थाहा हुन्थ्यो त्यही कारणले बाहिर हेर्दाखेरि एकदम राम्रो भित्र नराम्रो काम गर्ने चाहिँ त्यस्तो मुनि चाहिँ कहिले पनि पर्नु हुने मिगी तर्जी अब उसको एकदम राम्रो कोमलता छ तर बाहिर व्यापार हेर्दा एकदम चोर जस्तो नराम्रो छ भने त्यो मिगी तर्जीले दया माया गर्नु धेरै अब राम्रो गर्नु अब जुन अब धेरै अब चाप्लुसी गर्ने हैन फटा हो अनि जुन मनमा पाप नभए भने अलिकति के हो त धेरै फटा गर्ने चाहिँ मिगी तर्जीले एकदम सिधै भन्नुहुन्थ्यो तिमीले गर्ने काम भएको छैन नराम्रो छ सिधै भन्नु एकछिन लोको तौतेन भनेको त आएको थियो अझ मा सिद्ध पुरुष हो भने सबैले भन्दो रहेछ लोको तौतेन भनेर अब लोमो तौतेन चाहिँ सबैले उहाँ चाहिँ सिद्ध पुरुष हो भने सबैमा ढाकेको रहेछ अनि एक दिन चाहिँ मिगी तर्जीको ठाउँ बोलाएछ अनि मिगी तर्जीले भन्नुभएको छ कि भन्नुभएछ तिमी सिद्ध पुरुष होइन रहेछ है तिमीलाई राक्षस र मारहरूले तिमीलाई के हो त फन्दमा पारेको रहेछ होसियार हुनु भन्न सिधै भन्नुभएछ मिगी तर्जीले अनि सबैले उहाँ चाहिँ मा सिद्ध पुरुष मुक्त पुरुष भन्थ्यो होला नि तर के हो त सबैले यस्तो मानेको ठाउँ मिगी तर्जी सिधै तिमी सिद्ध पुरुष होइन तिमी भूत र राक्षसको फन्दमा फसिरहेको छ है होसियार सिधै भन्नु यसरी भन्नुहुन्थ्यो त्यही कारणले समय आयो भने बताउनु हुन्थ्यो समय आएन भने केही नभनिकन मौन धारण रहनुहुन्थ्यो तर आएको समयमा उहाँले चाहिँ जसरी बताउनु हुन्थ्यो जे भए तापनि
미규 도지긴 제바다 남탈 따윤두산에 아니 심진 미- 신기 삼바던 주주당 심진 신기 딱 한다는 मिगी तो चाहिँ एउटा विचार उहाँको जीवन 미주망고 हेऱ्यो भने के 미케마 हो त 중세자 메바도 지 되는지 도스 अनि यस्तो हेऱ्यो 이나야 भने के हो त 미규도 코랑 에너지 담당 प्राप्तिको लागि 년라라 소바 प्रेरणा 딘데레 भएको 야베와 메바체 अनि सबै गरेको 딘데 सबै 인두산다 गरेको 냥게 जस्तो 튀레야 होइन 땅외시 पुराण 예생에 망고 सबै 시워라 भएको जस्तो 땅외시 देखिन्छ 준주 अब 예세지 룽바야 आफ्नो 룽바가 हेऱ्यो यार भने 외시 नाम 예생에 준주 होइन 예생에 अनेक 아티 नारो 주지 उहाँलाई 제단단시 केही नंगा साँच्चै कुरा नचाहिने वेबे हुँदाखेरि 인산테네 딱 넘기는 뒤기는 땅외시 매바나시 이제 쇼레스 अनि यो कलियुगमा चाहिँ के हो त 땅외시 अब 숨보이나 मसँग चाहिँ के 땅카시 हो त अब 카기야 मलाई चाहिँ यो त 방부지 여러분 अभिज्ञ छ 땅외시 원내 सत्य ज्ञान छ 제시 भने 저러 यसरी 제가 순시하나 मूर्खताहरू हुन्छ तर के हो त 요 मिग्यु 제가 तोर्जीले 순시하나 साँच्चै नै अभिज्ञ भए तापनि मसँग छैन भनेर बस्नु 년가지 여러분 야 지가려서나 계승의시 त्यही कारणले गर्दाखेरि 숨보이네 양 카시엘레야 지 콘로시 산드라 마도베기 지 코라는 유안드라 진짜기 그거 매바든데 야 용스기로 अनेक कुरा हुन्छ जस्तै कि अब के हो त अब 응시 अभिज्ञ भएर अब के हो त एक किसिमको अनि अभिज्ञ भएर अरूको क्रोधितको रूप देखायो भने पनि मान्छे अब के हो त टाढो भएर जाने सराप्ने तिरस्कार गर्ने पनि हुन्छ अभिज्ञ नभइकन एक किसिमको एउटा भयानक रूप देखायो भने मान्छे सराप्ने अनि तिरस्कार गर्ने भने हुँदाखेरि अनेक अनेक हुने हुँदाखेरि अनि मलाई त केही पनि छैन अभिज्ञहरू केही छैन है ममा जे छ त्यही नै हो मैले बताएँ भने उहाँले प्रत्यक्ष रूपमा सिद्ध बताउनु हुन्छ अब मिगिन तोर्जीको थुतक भनिन्छ होइन एक किसिमको हो त अब मैले ध्यान गरेँ यो के छ हेरिदिनुहोस् त आउने हुँदाखेरि मिगी तोर्जी भन्नु तिम्रो ध्यानको विषयमा के भन्यो मलाई के थाहा छैन थाहा छैन यो निर्भर छ भन्नुहुन्थ्यो जस्तो कि अब नपा भने तर यो प्रज्ञा पारमिता भन्ने भित्र भनेको छ अनि यो भन्ने किसिमको बाणी गरेको छैन त्यस्तै किसिमको जस्तो कि भनिन्छ नि मेरो बुढी छ गर्भवती भएको छ होइन यो छोरा हो कि छोरी हो प्रार्थना गर्दाखेरि बताइदिनुहोस् भन्दाखेरि मिगी त केही पनि बताउनु नहुन्थ्यो पहिला पहिला अलिअलि उहाँले बताउनुहुन्छ पछि चाहिँ उहाँले अनि बाणी गर्नु भएन रहेछ बताउनु भएन रहेछ अब कुनै एकदम आस्था भक्ति ज्यादा भएको मान्छे मिगी तोर्जीकोमा मिगी तोर्जी ठाउँमा आउँदाखेरि मेरो आमा खसेर अनि एकदम रुएर आँसु चुहाएर मेरो आमा चाहिँ मरेर यति दिन भयो कहाँ अब मरेको कहाँ जन्म लिनु भएको छ होला अनि एक किसिम कुन ठाउँमा जन्मेको छ होला रुएर सुत्दाखेरि मिगी तोर्जीले अनि मिगी तोर्जीले के भन्नुहुन्थ्यो भन्दाखेरि त्यो बेला यो साँच्चै अनि त्यो बेला के भन्नु हो बिच बताएन भने उनीहरू धेरै गाह्रो हुने सत्य धर्ममा आस्था गरेको रहेछ भनेर नि छालोकको नामहरू लिएर होइन नाम लेख्नु लगाएर अनि एउटा अनि यसरी जुन एउटा मुठीभित्र छवटै लोकको नाम लेख्यो होइन नाम यसो गरेर अनि जुन बाहिर निक्लियो हातदेखि हो त्यही नै अनि तिम्रो माता चाहिँ खसेर यहाँ जन्मेको छ भनेर उहाँ चाहिँ बताउनु हुन्थ्यो अनि उहाँले बताउनु अभि त जस्तै गरेर आँखा चिम्लेर भन्नुहुन्थेन उहाँले यसरी गर्नुहुन्थ्यो अनि यसरी अब उहाँले जोखाना पनि हेर्नुहुन्थ्यो अब एक किसिम के हो त अभिज्ञ छ भने उहाँले जोखाना हेर्नु पर्दैन नि अभिज्ञ नभएको कारण जोखाना हेर्नु परेको हुन् मालामा जोखाना हेर्छन् कसैले फेरि अब त्यो मालामा जोखाना नगरेर सिधा बतायो भने के हो त साँच्चै अभिज्ञ भएको जस्तो अब दाबी तर के हो त अनि जुन मालामै हेरेर यसरी अब
जोखाना बताएको हुँदाखेरि उसले अब अभिज्ञ नभएको जस्तो अभिज्ञ छ भनेर मान्छेले दाबी गर्न सक्दैन त्यसरी अनेक उपाय कौशल त उहाँले गर्नुहुन्थ्यो मिगी दोर्जी साँच्ची नै अभिज्ञ भए तापनि के त अनि नभएको छ अनेक कुराहरूबाट उहाँले यसरी अनि जति सक्दो बाहिर हेर्दाखेरि अभिज्ञ ज्ञान नहुने जस्तो नभएको तर के हो त उहाँले गर्ने काम चाहिँ अभिज्ञको जस्तै गरेर उहाँले यसरी प्राणी हितको लागि अनेक प्राणी हितको लागि खट्नुहुन्थ्यो अब म 20 मिनेट विश्राम राख्छु त्यसपछि फेरि पुनमयलाई निरन्तरता दिनेछु 答人类理解了呀，他显示不是没关系，虚实不是理解了。当我们今天结束这边， अब यो 我们今天结束这边关系过了虚比呢。 पुनर्स्थान स्मृति अभिज्ञ छ कि छैन भन्ने विषयमा चर्चा गर्दैछु अब कर्मवशमा के हो त अनि पूर्व जीवन भएको अब आफूसँग अब उहाँको समकालीन मान्छेहरू स्थानहरू त्यो कस्तो थियो त भन्ने त्यसको विषयमा अब जुन पूर्व भनौँ न पूर्व जुनी भनौँ न हैन त्यसको विषयमा के कस्तो छ त भन्ने बताउने क्रममा निकितुर चाहिँ आफूले के बताउनुहुन्छ भन्दाखेरि उनको विगतको जीवन समाजका कथाहरूको सन्दर्भमा विगतका कर्मपाहरूको जीवन कथाहरूको विवरणले अधिकांश भारतीय र अधिपति विद्वानहरू सिद्धान्तहरू कर्ममा जस्तै एउटै विचारधारामा रहेका बताउँछन् जब हामी यी कुराहरू छलफल गर्छौँ धेरै जसो मूर्खहरूले सोचेका छन् कि परम पावन आफैले स्वीकार गर्नुभयो कि उहाँ आफै यस्तो पुनर्जन्म हुनुहुन्छ भनेर हो जब उसलाई मृत्यु र पुनर्जन्म थाहा छ देखिन्छ जस्तै जब यो मृत व्यक्तिको बारेमा मैले सबैलाई देखेँ तिन पुनर्जन्म भएको थियो भने उनका परिचारकहरूले त्यसलाई बधाई चढाइ गरेका छन् उहाँले भन्नुभयो अनिकन अब भने मेरो सपनाभित्र भनौँ न एक किसिमको यस्तो कुराहरू देखेँ अनि यस्तो मान्छे मैले मृत्यु भएको देखेँ अनि यस्तो यो मरेको पछि यस्तो जन्मेछ भने अनि अब सपना जस्तो भनौँ न के हो अनि उहाँले यस्तो सपना देख्यो भने बाहेक साँच्ची नै उहाँले अनि बताउनु नहुन्थ्यो तर आफ्नो परिचारकहरूले चाहिँ यस्तो यस्तो सबै देख्नुहुन्छ भने बताउने गर्दथ्यो त्यही कारणले गर्दाखेरि अनि यो मान्छे चाहिँ यस्तो ठाउँमा जन्मेको छ है भने अनेकन अब यो कल्पनाहरू गरेर यसरी अनेकन भन्ने बौर्यहरू अनि गरेको पनि रहेछ जुन मिगिदोर्जेको पालोमा तर उहाँले चाहिँ यस्तो सपना देखे भने बाहेक यसरी अब अनेकन चिन्तित भएको जस्तो नबताउनुहुन्थ्यो अब साङ्गे पौलले भन्नुहुन्छ हो उहाँसँग पूर्वजन्मको स्थानहरू मलाई याद गर्ने के अभिज्ञ छ कि छैन मलाई थाहा छैन तर पनि के हो त एक किसिमको उहाँको ज्ञान उहाँको प्राज्ञ एकदम तिखो भएको कारणले गर्दाखेरि अनि जुन त्याग गर्नुपर्ने कुन हो लिनुपर्ने कुरा कुन हो सबै उहाँले अनि देख्न सक्नुहुनेछ अनि महाग्रन्थभित्र बुद्धले बताउनु भएको महाप्रवचनहरू अनि बुद्ध वचनहरू अनि बौद्ध शास्त्रहरू कुन कुन कुरा सही छ उचित छ कुन त्याग गर्ने हो कुन बेफाइदा हो सबै उहाँले यसरी स्पष्ट रूपमा देख्नुहुन्थ्यो त्यो चाहिँ विशेष गरी त्यो भन्दा पनि ज्यादा आफ्नो चेलाहरूलाई अनि समातर विपसनाको अनि कस्तो अनुभवहरू कस्तो आफूमा एउटा भाव उत्पन्न भयो अनि त्यसको एउटा बोधको ज्ञानहरू कस्तो कस्तो भयो भने त्यो सही समयमा तिमीले यस्तो यस्तो भएछ भने उहाँले अनि जुन अब एउटा नशा लगायतका अब भनौँ न वायु उपनहरू होइन बिन्दु उपनहरू यस्तो ज्ञानहरू भने तन्त्रयानमा चालुङथिले भनिन्छ यसलाई खुदुलुङसुम पनि भनिन्छ होइन एक किसिमको वज्रयानको एक किसिमको के हो त एक किसिमको अब जुन वज्रयानको व्याख्यानहरू भविष्यको
आवश्यकता छ भने हैन अनि यो मान्छेले आवश्यकको खाँचो छ कि छैन भने उसको क्षमता हेरेर योग्यता हेरेर ठिक अनुकूल उचित समय पारेर उहाँले यसरी प्रदान गर्नुहुन्छ त्यसै गरी अब जुन ध्यान गर्ने क्रममा ज्ञानको बोधहरू हुन्छ तल्लो माथिल्लो मध्यमता हैन त्यही अनुसार अब ध्यान गर्ने क्रममा विघ्न बाधाहरू आउँछ भने अडचन आउँछ भने त्यही अनुसार बाधा अडचनलाई हटाउनको लागि तिनीहरूलाई पनि अनि उहाँले त्यो मान्छे ध्यान गर्ने मान्छेमा यसरी बोध हुने ज्ञानहरू देख्दाखेरि त्यो मान्छे ध्यान गर्ने मान्छे नदेखेको भने के हो त उहाँले अनि स्पष्ट रूपमा तिनीहरू मान्छेलाई नदेखेको भने त्यो मान्छेले यस्तो हुँदैछ है यस्तो विघ्न बाधाहरू ध्यान क्रममा आउनेछ यसरी उहाँले बताउने हुन्थ्यो उहाँले विशेष गरी ध्यानी योगी पुरुषहरूलाई यसरी उहाँले बताउने हुन्थ्यो अनि यस्तै रहेछ अनि आज म यति नै बताउने छु धेरै समय अब गएको छ त्यही कारणले गर्दा यसको जुन बाँकी भागहरू अनि पर्सि म बताउने छु पर्सि चाहिँ अब म के बताउने छु भन्दाखेरि जुन धामेमा भन्छ अनुपम स्तुति यसको विषयमा बताउने छु अनि यो जुन अब राम्रो कामको पदको अब जुन बाँकी भएको बताउने छु अनि ऋणाको कोर म पर्सि नै बताउने छु जुन अब कालो यो एउटा गेडा भनौँ न त्यसै गरी मिगी दोर्जे आफ्नो ग्रन्थ अनि 30 वटा भन्दा ज्यादा छ हैन त्यो भित्रबाट अब त्यो भित्रमा पनि अब जुन अब अध्ययन गर्ने हैन ग्रन्थलाई अब के हो त अध्ययन गर्नुको नभई नहुने हैन अनि अभिधर्म अभिकोश त्यस्तै गरी अब प्राज्ञ पारमिता त्यस्तै गरी अब यो विनय पिटक हैन अनि प्राज्ञ त्यस्तै गरी यो भनौँ न एक किसिमको अनेकन अब यो प्रमाणवर्तीका चाहिँ यसको चाहिँ अब व्याख्या चाहिँ अब 7औं कर्मबली छोटा केसले गर्नु गरेको छ हैन अब सबै के हो त पञ्च ग्रन्थलाई एकदम स्पष्ट गर्ने मिगी दोर्जेले गर्नु भएको छैन त्यही कारणले यो मिगी दोर्जे एउटा लीला हो त्यही कारणले यो 5औं महाग्रन्थहरू चाहिँ अनि उहाँले धेरै ठुलो छवि राख्नु भएको छ पञ्च ग्रन्थको व्याख्या गर्नु भएर मानवको ठाउँमा ल्याउनु भएको उहाँको अब 4वटा महाग्रन्थ चाहिँ उहाँले प्रत्यक्ष रूपमा उहाँले व्याख्या गर्नु भएको छ अब समय नभएको कारणले गर्दाखेरि म अब पछि जुन भट्टराईका अब के हो त विश्राम भनिन्छ प्राज्ञ पारमिताको एउटा ग्रन्थको व्याख्याको नाम छ त्यसको विषयमा बताउने छु अनि अर्को चाहिँ त्यति समय अभाव भएको कारणले गर्दा नभ्याउँला पछि समय मिल्यो भने अनि जमर्को राख्नेछु म पछि बताउनको लागि अनि बताउने छु अहिले समयको अभावले गर्दाखेरि मैले त्यति भने जस्तो बताउनु भएको छैन भविष्यमा यसै समय पायो आफूलाई एक किसिम के हो त मलाई बताउने मौका पायो मेरो स्वास्थ्यको हिसाबले पनि अनि एकदम रोगसँग लड्नु सक्ने रोगको विरुद्ध लड्न सक्ने मेरो ज्यान चाहिँ स्वस्थ भयो भने निरोगी भयो भने त्यस्तै गरी 5वटा ग्रन्थहरू अब 4वटा ग्रन्थको अब व्याख्याहरू त्यस्तै गरी रङजुन दोर्जेले अब जुन समूह नाउँदैन भनिन्छ हैन आन्तरिक गहनता कुराहरू भनिन्छ जुन त्यसको व्याख्या चाहिँ अब सबै त साँच्चै थाहा छैन तर पनि अब मुख्य बुँदाहरू चाहिँ म अनि यसरी व्याख्या गर्नेछु भने व्याख्याको लागि अब म जोड गर्नेछु भने मेरो अनि यसरी मेरो प्रार्थना छ जस्तै गरी अब मिगी दोर्जेले गर्नुभएको एउटा छवि त्यसको लागि मैले एउटा साथ सहयोग दिन सक्छ कि भन्ने मेरो आशा छ जे भए अब यो मिगी दोर्जेको जुन अब यो जुन चिसो भनौँ न हैन जुन बसन्ते अब पहिला अब
अब यो साल अब यति नै टुङ्गिन्छ पछि आउने सालको अब जुन बसन्ती यो अब चिसोमा अनि के बताउने होला हैन अनि के बताउने हो भन्दा अब तपाईहरु अनि मैले के बताउने होला मेरो अब धेरै काम भएकोले मैले अब सोध्न सकेको छैन तपाईहरुको विचार के छ के बताउँदा राम्रो होला के को विषयमा हामी चर्चा गर्दा राम्रो होला अवश्य तपाईहरुको हैन जुन अब भिक्षु वर्ग हुनुहुन्छ भिक्षुनी वर्ग हुनुहुन्छ हैन अनेक गुम्बा मठ मन्दिर हुनुहुन्छ हैन अनि भिक्षुको जुन अब विद्यालय पनि छ बौद्ध विद्यालय भिक्षुनीको बौद्ध विद्यालय पनि छ तपाईहरुको विचारहरु मलाई राख्नु होला अब मेरो विचारमा हो भने अब जुन लामा ngapchuba भनिन्छ हैन अब 50औं अब के हो त गुरुको पाठ हो भनिन्छ एक किसिमको अब जुन पहिला अब प्राचीन कर्मपाको पालोमा चाहिँ के हो त तन्त्रको अध्ययन गर्ने बौद्ध विद्यालयहरु थियो अब त्यो बेला चाहिँ के हो त प्राचीन कर्मपाको पालोमा चाहिँ यो तन्त्र अध्ययन गर्दाखेरि के हो त अनि यो लामा ngapchuba रहेछ त्यसो गरे दम्सी क्यासो भनिन्छ हैन जुन अब पतन भयो भने आफ्नो हैन शिला भ्रष्ट भयो भने त्यो पनि रहेछ अनि यसरी अब नङता घ्युसुम भनिन्छ हैन अब ग्युताङी समनाङदे यो चाहिँ तन्त्रको मुख्य पाठहरु हो यिनीहरु त्यस्तो अब पहिला अब अध्ययन गर्दै थियो त्यसै कारणले गर्दाखेरि अब खास हो भने हामीले यो यार्चो भनिन्छ हैन यो जुन अनि बर्खा मासको अब बेलामा बताइन्थ्यो मैले हैन त्यो चाहिँ अब शिक्षाको बेलामा हैन बसन्ती शिक्षाको बेलामा चाहिँ भिक्षुनीहरुले लामा ngapchuba कस्तो होला बताउनु कस्तो होला भन्ने आयो बताउँछु मैले विचार काएको हो त्यही कारणले विशेष गरी यो अनि खेम्बुहरु आचार्यहरु विचार अनि बताउनु होला राख्नु होला तपाईले यसरी विचार राख्नु भयो भने हैन अनि यो गर्नु सक्दै सक्दैन अनि मैले अब काम मैले गर्ने हो हैन त्यही कारणले अनि तपाईले के पनि बताउनु भएन मैले मात्रै जोड गरे मलाई धेरै प्रेसर र मलाई धेरै गाह्रो हुने हुँदाखेरि तपाईहरुले पनि के राम्रो छ कुन एकदम उचित छ कुन उनीहरुलाई फाइदा छ हैन त्यो तपाईहरुले जोड दिनु होला अनि मेरोबाट मैले बताउन सके छैन अनि त्यसको लागि म लड्नेछु पहिला पनि अब कर्मकमसँग अनेक बौद्ध ग्रन्थहरु अब के हो त अब यो जुन बताउने कारण प्रचार प्रसार गर्ने धेरै लोभ हुँदै गए हैन अहिले हामीले यसरी प्रचार प्रसार गर्न हामीले अल्छी बसेर राखेर यसरी गर्यो भने अब लोभ भएर जाने हुँदाखेरि लागि हामीले अनेक दिन प्रति पर्दछ है हस् धन्यवाद अब अन्तिममा अब पाठ चाहिँ अब हामीले आर्य तारा देवीको स्तुतिलाई हामी वन्दना गरौँ Omzade junye dombe ngani le gyunzhe lamo zemezu Shezun jage shewe go namzhe dambe jezo yo Shida nule geje jime dwe seye ba jeze Chime seye la zo ye bande la me ku zeze Dado jiwa jege go gyume jeba long jezo Nazo ribe zun jege duje mingwara dembe Sewara ge la me go yonro bedora denje Riso minbe che jarage duje shinsan membaraje Dama joson ye dama la do shi shi son tam den zo Ye wa gi ji me ba ru me be de den ro bra zi Chu ni do be nga ni le gyun zhu la mo zi me zu Shi sun ja ge shi we go nam zhen dan be je zo gyong Chida dune geje jime dun seye ba jeze Chime seye la zo ge bande la me go zeze
大多希望是结果，愚昧且把龙接走。那所知别尊追根，对些名我让点呗。塞瓦拉给来美国，用中白多少点击。谁从面别去下来根，对些心上面不拉去。老毛就算也怎么了，都是去送当的。也我给些面包肉，面别的人住不拉去。去年东北爱年嘞，跟着老毛在面。先送下给些外国，南边当北接所中。其他队里给些金，没军谁也怕些事，前面谁也拉所给，帮点拉面过这些。大多希望去给过，给没些把龙接走。那所知别尊追根，对些名我让点别。在瓦拉给来美国，用中别多少点击。人送妹妹别学下来根，对些心上面不拉子。老毛就送也到门了，都去送他的送。也我给些面包准，面边的人住不拉子。